मुडमुड हल्ला नर रोल काट्छ रोलिङ एक्सन बा अब तिमी एक्लो छैनौ तिमीसँग म आएँ नि हेर बा म तिम्रो छोरा जस्तै भएर आएँ मैले तिमीलाई ससुरबा भन्थेँ नि अब म ससुरबा भन्दिनँ म ससुरबा भन्दिनँ बा ससुराबा भन्दिन अनि के भन्ने त बा भन्छु अब तिमी हामी सबै मिलेर यो भत्केको घरलाई जोड्नुपर्छ छिन्न मिन्न भएको घरलाई एक साङ्लोले बाँधेर एक ढिक्को बनाउनु पर्छ बा तिमीलाई सबैले चोरा खन्तीको ससुरा भन्थे म सुध्रेर आइसकेँ बा म तिम्रो असल छोरा जस्तै बन्न चाहन्छु काजी भाइ यही हुनुहुन्छ उहाँलाई साँची राखेर सापटे यही छ उहाँलाई साँची राखेर चम्सुरी सबैले साँची राखेर म तिमीसँग एकताल यो खुसीले हग्न चाहन्छु मतलब होइन ससुराबा फट्टा ठुटे इङ्ग्लिस हग्छु भनेको के मतलब हक गर्छु अङ्गालो हाल्छु भनेको आइबक्स नि त हुन्छ बा हुन्छ बा म अब सुध्रिसकेँ म त भगवान बुद्ध जस्तो भइसकेँ बा बुद्ध हो दारी हो तिमीहरू एक्लै थियौ अब दुईजना भयो यो खुसियालीमा अब यो केक खाऊ न यो केक खाऊ त्योभन्दा पहिले मेरो ससुरबाको यस्तो मुडुलो टाउको चिसोले कति खायो होला टोपी लगाइदिन्छु है ससुरबा भएन के त अब तिमीहरू हुन्न खाइसक केक खानु केक त जाँचबुझ नगरिकन खानै हुँदैन पुलिसलाई खबर गरौँ कुकुर ल्याएर